40 सालदेखिको क्रान्ति, 17 सालको क्रान्ति, 25 को क्रान्ति, 63 को क्रान्तिपछि अहिले जेन्जीको क्रान्तिसम्म पनि आउँदाखेरि कुमालको प्रतिनिधित्व गर्ने एकचोटि पनि कसैले पनि घन्काएन प्रतिनिधित्व संसद भवनमा। कुमालको विषयमा कुमाल किन अटेन यो क्रान्तिमा? चेपाङ अड्दाखेरि, बोटे अड्दाखेरि, के भन्छ राउटे अड्दा, यहाँ 142वटा जात अड्दाखेरि नेपाल कुमाल किन अटेन? किन अटेन? यो संविधानले अटाउँछ, यो नयाँ संविधानले अटाउँछ, यो जेनजीले ल्याएको संविधान यसमा अटाउँछ। त्यस कारणले म पहिलोचोटि आउँदैछु, यो खुल्लियामा आउँदैछु। म एउटा क्रान्ति पढेको मान्छे हो, कसैलाई पनि थाहा छैन म को भनेर, थाहा पाउनै परेन क्या। अनि यहाँ गैँडाको कुराहरू थुप्रैचोटि निस्क्यो। गैँडाले मारेपछि 15 लाख दिनु समस्याको समाधान भन्दिनँ म त्यसलाई भन्दिनँ। मृत्यु रोक्नुपर्छ पनि भन्दिनँ, मृत्यु रोक्न सक्दैन हजुर, इम्पोसिबल भनेको त्यही हो। मृत्यु भयो कसरी त? जान परेर। कहाँ जान परेर त? खेती किसानी गर्न जानु परेर, एभ्रिडे जीवन चलाउन जानु परेर। त्यो जीवन चलाउने वातावरण कसले बनाइदियो त? यो हामीले देखिरहेको 60 वर्षदेखि देखिरहेको, 17 वर्षदेखि लुटिरहेको छ होइन। प्लिज सुन्न सक्नुपर्छ, प्रतिनिधिले सुन्न सक्नुपर्छ। यु क्यान डु इट, गर्न सक्छ। सुन्नुपर्छ। यस मलाई थाहा छ, म प्रत्येक दिन हेर्छु उहाँहरूको, म रुन्छु उहाँहरूको भाषण सुनेर, थाहा छ म रुन्छु। मलाई थाहा छ हजुर, म भावना पोख्न हिँडिरहेको। म पनि भावनाको राजनीति गर्नुहोस् प्लिज, बिन्ती छ प्लिज, बिन्ती छ। यो क्रान्तिले हामी किन अटेनौँ यति मात्रै भन्न आएको। अनि यो नारायणी तडबन हुँदाको कुरा आयो। नारायणी तडबन हुँदाखेरि यताबाट सुरु हुन्छ म्याम, कताबाट सुरु हुन्छ? पानी कताबाट बोक्छ? यो आतङ्ककारीहरूले बनाएको हो यो सबै। यताबाट हुन्छ नारायणी बोक्छ, यताबाट बग्ने, यताबाट तडबन्धन यताबाट सुरु हुन्छ, यताबाट हुँदैन हजुर। 4 जनालाई पाल्यो काङ्ग्रेसले, 4 जनालाई पालेको छ। यहाँको राजनीति मेरो घरबाट सुरु भएको। यहाँको प्रधान पञ्चदेखिको प्रधान पञ्च मेरो जिजुबाजु हुनुहुन्थ्यो। त्यस पछाडिको एमालेको सांसद हुनुहुन्छ नि कृष्ण भुटेल, मेरो घरबाट राजनीति सिकेको मान्छे हो। जयमोहन कुमार सांसद हुनुभयो, मेरो घरको मान्छे हो। यहाँको वार्ड अध्यक्षहरू भएर 5 वर्ष शासन चलाएर जानुभयो, उहाँ मेरो मान्छे, मेरो फुपा हो। उहाँहरू सबै रोटी सेक्न आएकोहरू हो। प्लिज जनताहरूलाई भन्छु, उहाँहरू भनेको उहाँहरूलाई के भन्नुहुन्छ थाहा छ? जनताहरूले हजुरले बुझ्दिने कुरा, मिडियाले बुझ्दिने कुरा। उहाँहरूलाई के भन्छ? भोट माग्न आउँदाखेरि यहाँ आउनुहुन्छ, त्यसपछि आउनु। उहाँहरू यहाँ आउनको लागि आएको होइन, उहाँ बस्नको लागि भोट माग्न आएको, उहाँ लेख्नको लागि। यहाँ बस्ने भनेको यहाँको प्रतिनिधि हो, सांसद यहाँ आउने होइन। सांसद पार्लियामेन्टमा गएर संविधान लेख्ने हो, नीति बनाउने हो, नियम बनाउने हो, समाज बनाउने त वडाल चल्यो। सिर्फ 2टा कार्यकाल। मैले यहाँको मान्छेले के सचेत बनाएको छ भने, केमा विश्वस्त हुनु होला भने प्रत्येक घरमा यहाँ 90% मेरो समुदायको मान्छे छ। यहाँ जसले जित्दा पनि, सोध्नुहोस् दाइलाई, जसले जित्दा पनि कुमालको भोटले जितेको। आदर्श कुरा नगर्दा हुन्छ उहाँहरूले। हामी कसैको आजले बाँचेकै होइनौँ। तपाईँ जुन बाटो आउनु भएको थियो नि, त्यो बाटो थिएन, त्यो बाटो खन्ने मान्छे म पनि हो। हामी कसैको आजले बाँचेको होइनौँ। योभन्दा पछाडि नेपाल छैन। हामी फेरि बाँच्दैनौँ। यो पछाडि जेनजी यो पछाडि पनि भएन भने, यो पछाडिको सरकारले गर्छ भने थाहा छ मलाई। पैसा नर्मल मान्छेले पैसा झिक्न गयो भने के गर्नुपर्छ सबैलाई थाहा छैन? त्यहाँको सदस्य हुनुपर्छ, माग फारम भर्नुपर्छ होइन र? म नत्र पैसा माग्न जाऊँ न हजुर, मलाई चाहिएको छ हजुर। यतिकै दिन मिल्ने भए त, यतिकै दिन मिल्ने रहेछ। नेपाल सरकारले 2 करोड कति करोड रुपियाँ जाम्चे लग्यो भनेर दिन मिल्ने रहेछ त? मिल्दैन हजुर, यतिकै। नत्र मलाई पनि चाहिएको छ पैसा जाउँ माग्नलाई। बुझ्नुभयो नि? प्लिज यो विषयमा हामी रोक्न जरुरी छ। हजुर विश्वस्त हुनु होला म्याम। यहाँ ठाउँबाट हामी जिताउँछौँ तपाईँलाई, हामी धेरैलाई जिताउँ। मेरो घरमा सुरु भएको राजनीति हो।